हेलो गाइज, इट्स अविनाश इन द क्यामेरा। सो आज चाहिँ हामी अब नगरकोट आएको छौँ होइन। अहिलेसम्म चाहिँ गाडीमा आएको हो। यहाँसम्म चाहिँ यो नगरकोट के हेर्दैछु, यो नगरकोट बस पार्क हो होइन। अहिलेसम्म कति हिँड्ने हामी गाडीमा? 1 घन्टाभन्दा अलिक कम हिँड्ने गर्दा 1 घन्टा जति हिँड्ने होइन। तर बाटो चाहिँ एकदम भिड थियो होइन। बाटो पनि सानो थियो होइन। त्यही हो। यता अब कस्तो बाटो भन यार तिमी? त सातो जाने बाटो छ, यत्रो छ होइन। बाटो 3 मिटरको बाटो छ, त्यसमा नि घुम्ती। त्यो चाहिँ अब हामी चाहिँ टक्क अब यहाँबाट चाहिँ हाइकिङ सुरु गर्छौँ। 1 घन्टाको 1 घन्टा होइन, 1 घन्टा यहाँबाट 1 घन्टा लाग्छ। माथि टावरमा फेरि आउँछ, टावरमा पुग्छौँ है त हामी। हिँड्दै थाक लाग्छ त्यही हो। ल ठिक छ। अब चाहिँ यस्तो छ, दामी छ है। तर त्यो गाइज अब हामी चाहिँ हिँडिरहेको छौँ। मैले टक्कसँगले पुग्नुपर्ने चाहिँ ऊ माथिको डाँडा हो होइन। यता यतातिरको डाँडा हो। अनि त्यसपछि अब चाहिँ करिब 1 घन्टा जतिको हामीले पैदल यात्रा गर्नुपर्ने हुन्छ। गाडी जान्छ, बाइक जान्छ हेर्नुहोस् माथि। माथितिर चाहिँ बाइक पनि जान्छ होइन, गाडी नि जान्छ। रोड यस्तो दामी छ होइन, रोड पनि यस्तो दामी छ गाइज। त्यही हो अब सिटी युनियन भ्लग हो कि गाइज। चिसो भइरहेछ भने भाइ बाहिर छ होइन। तर अब यहाँ चाहिँ दामी छ है। हामी चाहिँ अब हिँडिरहेको छौँ। के भन्ने, रोड चाहिँ एकदम होइन गाइज। अहिले चाहिँ हामी अलिक धेरै माथि आइसकेको छौँ र भ्यू चाहिँ यस्तो छ है। फेरि दामी होला, त्यस्तै भ्यूहरू हेर्दै जानुपर्छ। ओके है त। ल केटाहरू चाहिँ माथि छ होइन, दामी छ है। तर नगरकोट चाहिँ खत्रै रहेछ है गाइज। दामी नै छ, सबैलाई रिकमेन्ड गर्छु म यहाँ आउनको लागि होइन। त्यही गाइज। यहाँ चाहिँ अब ऐसले खाने रहेछ हामी चाहिँ होइन। तर यो चाहिँ भाँचिएको रहेछ यहाँनिर, दामी छ। दोस्तीले गीत बजाउने रहेछ। एकछिन गीत नबजाए कपिराइट लाग्छ नि फेरि। अफै छ। सो गाइज त्यही हो। अहिले चाहिँ धेरै हिँडेको छैन, थोरै मात्रै हिँडिरहेको छौँ। दामी छ है बाटोहरू, भाइबहरू। गाडी आयो गाइजहरू। त्यस्तो गाडीहरू चाहिँ अलिकति थाहा नपाइकन आउँछ होइन, जोगिएर हिँड्नुपर्ने हुन्छ गाइज। त्यही अब एकचोटि हामी भ्यू पोइन्टमा पुग्छौँ माथितिर नगरकोटको। अहिले चाहिँ हामी धेरै माथि आइसकेको छौँ होइन। अनि अब चाहिँ कस्तो भइरहेछ गाइज? दामी दामी। 1 मिटर चाहिँ छ, कस्तो भइरहेको छ मिटर। ल ठिक छ। अब चाहिँ अब त्यही हो। गाउँ जाने मन लाग्यो। यहाँबाट कति माथि छ दोस्त? अब 10 मिनट 20 मिनट 10-20 मिनट पछि हामी नगरकोट भ्यू पोइन्टमै पुग्छौँ गाइज। त्यही हो। सो गाइज अब चाहिँ हामी कहाँ यहाँनिर आइसकेको छौँ। भाइब चाहिँ बवाल छ होइन। त्यही हो। अब के भन्ने दोस्त? चिसो पानी खाएर ख्यास भइरहेछ। चिसो पानी खाएर ख्यास भइरहेछ भन्छ केटो। कस्तो भइरहेछ गाइजहरू? सुन्ने होला यार यहाँ भन। एक्लै आउनु भन्दा सो दामी सर। अनि घाम लागिरहेछ, फेरि चिसो हावा चलेर वेदर पनि ठिक्क छ होइन। त्यही हो। हजुर 5 बजे आउँदाखेरि आउनुहुन्छ रातिको बिहान 5 बजीतिर चाहिँ सनराइजहरू पनि देखिन्छ होइन। त्यो गाइज अब सो गाइज अहिले चाहिँ फाइनल्ली हामी नगरकोट आइसकेको छौँ। यहाँनिर चाहिँ बनेपा देखिरहेको छ, तर बनेपा नै रहेछ। बनेपा नगरपालिकामा पर्दो रहेछ होइन। अब चाहिँ यो सिडी चढ्नुपर्ने हुन्छ पक्कासँगले। सिडी कति छ यार दोस्त? हेलो गाइस, हामी अब सो कस्तो लागिरहेछ त? खुट्टा पोलेर हैरान भएको छ। खुट्टा पोल्यो? अल्छीहरू नि दिनभरि सुत्दै गर्छ त रुममा। अनि अरे त्यो गाइस अब राम्रो आइरहेछ, दामी छ होइन। हिँड्न पनि त्यस्तो धेरै छैन, पुरै गाडीमा हो। अनि 1 घन्टा जति हिँड्यो होला हामी होइन। 1 घन्टा चाहिँ हिँड्यो।
बिसाउँदैन त हल्का ननिस्यो भने छिटो आइन्छ तर अलिक ढिलो आइन्छ होइन त्यही हो तर चिसो आइरहेछ यार दामी दामी दोस्तो मेरो यता गर्दैछ भ्लग फेरि दामी हो दामी त्यो गाइज अब नगरकोट आइसक्यो आजको दिनमा यहाँ चाहिँ अब टावर रहेछ सो गाइज यहाँ अब टावर छ होइन माथितिरपट्टि यहाँनिर सो फाइनल गाइज हामी चाहिँ अब नगरकोट नै आइसकेको छौँ ठ्याक्कै टावरमा हिँडेको चाहिँ हामी यत्रोको लागि यही टावर हेर्नु है यहाँबाट अब टावरमा चढिसकेपछि तलको भ्यूहरू देखिन्छ होला दामी होला है गाइज ल फाइनली आइपुग्यो त के छ भने गाह्रो दोस्त लास्ट गरेर सो गाइज त्यही हो अब चाहिँ हामी माथि जान्छौँ होइन माथि चढ्ने यार माथि नचढिकन भ्यू देखिनु रहेछ चाहिँ अब चाहिँ हामी यहाँ माथि चढ्छौँ होइन यस्तो छ यहाँ चाहिँ त्यो गाइज ओके त आज चाहिँ चढ्नु आइरहेछ केटो तल 0.5 लेख्छ देखेर है तर जाउ जाउ ल अब बिन जानु आइरहेछ सकिन्छ कि नै जाने त्यही गाइज अब हामी दुईजना त अब हेर्नु भइसक्यो गइहाल्नु पऱ्यो जा लभली अब जानु आँटेछ राजेन्द्र जानु आँटेछ यस्तो छ त फेरि खै त्यही हो गाइज सो गाइज त्यो अब चाहिँ हामी ठ्याक्कै आइसकेको छौँ यहाँनिर होइन यहाँबाट त्यहाँ तलतिर दामी छ गाइज त्यही अब भ्यू चाहिँ होइन यस्तै छ हावा खतरा आइरहेछ भ्यू चाहिँ कस्तो लागिरहेछ त मलाई लास्ट डर लाग्यो गाइज है यस्तो छ है यहाँ नगरकोट भ्यू पोइन्ट उता तलतिर पनि रहेछ यार घुम्ने ठाउँ त ओए म पुल त जाँदिनँ होला यार यस्तो डर लाग्यो यस्तो डर लाग्दो छ यार आउन माथि चाहिँ यस्तो डर लाग्यो गाइज मलाई चाहिँ होइन तर अब रमाइलो भयो है त्यही हो यतापट्टिको अब त्यो दामी देखिन्छ यो चाहिँ यहाँ चाहिँ खतरा देखिन्छ तर मेरो फोनले अलिक खिचेन गाइज त्यही हो आजको हाम्रो भ्लगमा चाहिँ अब हामी नगरकोट आइसकेको छौँ अब त्यो तलको पुल जाने कुरा छ हाम्रो अनि त्यसपछि भ्यायो भनेपछि शान्ति डाँडातिर पनि जाने कुरा छ हाम्रो त्यो गाइज अहिले चाहिँ हामी यहाँसम्म आइसकेको छौँ त्यही हो केटाहरू पनि आयो बिनु चाहिँ आउनु सकेन यहाँबाट आधी जति चढेको थियो तलै छ त्यो बिनु चाहिँ तल यहाँ तर यस्तो छ क्या यस्तो भर्टिकल पुरै भर्टिकल कसरी आउने होला यार तल ताने जस्तो क्या त्यो उता चाहिँ हेर्नु हुँदैन होइन उता तल चाहिँ त्यही भने मैले त्यतातिर छ पिकनिक गर्ने ठाउँहरू जस्तो पनि छ त्यो चाहिँ त्यही हो गाइज अब दामी लिफ्ट चाहिन्छ यार यस्तो देख्यो मलाई त्यस्तो डर लाग्यो तर यार यहाँ चढ्न चाहिँ यहाँ चढ्न डर लाग्यो तर रियल हो है तर रियल हो यहाँनिर होइन फेरि नो क्याप है नो क्याप्स लभली कस्तो डर लाग्दो भयो तर है ल ठिक छ त्यही हो गाइज अब रमाइलो हो होइन अब डर पनि मान्नु भएन खासै अब यत्रो 1 घन्टा हिँडेर आइसक्यो अब त्यही हो गाइज अब चाहिँ हामी यहाँबाट फेरि उतै फर्किन्छौँ त्यो भ्लग चाहिँ अब रमाइलो हुन्छ होला सायद त्यो गाइज ओके स्टे ट्युन सो गाइज त्यही हो अब हामी चाहिँ अब माथि त्यो टावरबाट झरिसक्यौँ त्यो टावरबाट होइन अनि अब चाहिँ यहाँ बसेर भोक्नु लागिसक्यो त्यही भएर हामीले के ल्याएको गाइजहरू भक्का भोक निकाल्नु थालिरहेछ केटाले अब के ल्याएछ होइन अब टक्कसँगले हामी चाहिँ अब यहाँ बसेर चटपटी बनाएर खाने भन्ने कुरा हो अनि त्यो खाजाहरू छ त्यो खाजा खाएर अब यहाँबाट फेरि हामी पोखरी घुम्नु जान्छौँ पहिला चाहिँ अनि त्यसपछि चाहिँ तलको के भन्छ तल के अरे त तल के छ अरे एउटा झोलुङ्गे पुल छ त्यो झोलुङ्गे पुलमा गएर बस्नु मेरो गाइस त्यही हो ल ओके सो गाइस अब चाहिँ हामी रत्नचुडेश्वर महादेव पोखरी मन्दिर जान आँटेको छौँ है त ओके माइगड दामी छ तर कसम होला है गाइस त्यो खतरा छ होइन अब यहाँनिर पोखरी छ अरे तर यहाँ चाहिँ मन्दिर रहेछ खासमा अनि पोखरी रहेछ यहाँ तलतिर चाहिँ मान्छेहरू पनि बस्नुहुँदो रहेछ यहाँनिर चाहिँ शिवलिङ्गहरू छ होइन त्यो गाइस
सो गाइज यहाँ चाहिँ बब्बालै छ है तर होइन यहाँनिर चाहिँ नगरकोट खतरा छ है नगरकोट एकदम दामी होइन गाइज चारैतिर ल पोखरी आयो पोखरी यहाँ मन्दिर हो खासमा यहाँनिर गाइज मन्दिर हो तपाईँहरू आउनु सक्नुहुन्छ यहाँ कुवाको पानी छ सो त्यही हो गाइज यतातिर चाहिँ खतरा बबाल मजा छ होइन एकदम दामी छ हाइकिङ एकदम आउनु सक्नुहुन्छ यहाँनिर चाहिँ क्युआर पनि छ होइन त्यो गाइज अब हामी चाहिँ जाँदैछौँ यहाँनिर हनुमान भगवानको मूर्ति त्यसपछि यतातिर शिवलिङ्ग यहाँनिर चाहिँ बबाल छ गाइज दामी छ गाइज है त नगरकोट खत्रै लाग्यो मलाई चाहिँ जुत्ता चौल बाहिर भनेर भित्र पस्नको लागि चाहिँ हेर हामी चाहिँ भित्र पस्दैनौँ किनकि हामीले अगाडि खाइसकेको छौँ त्यही भएर हो हेरौँ यहाँनिर गाइज अहिले देख्न सक्नुहुन्छ यहाँनिर खतरावाला छ है शिवलिङ्ग पोखरी पनि आइसकेको छु मैले समयमा यहाँनिर टक्क बस्ने होइन चट्ट पारामा मेरो चाहिँ ब्याग धेरै सामानहरू बोकिरहेको छु है त्यही हो गाइज अब टक्क बस्ने अनि यसो भ्यूहरू इन्जोय गर्ने गाइज त्यही हो होइन दोस्त के हो एकदम दामी छ यार अब अझै 2 ठाउँमा घुम्यो होइन अब हाम्रो अझै 2 ठाउँमा जति बाइक छ होला घुम्नलाई त्यो गाइज तपाईँहरू आउनु सक्नुहुन्छ आउनुपर्छ एकदम शान्त वातावरणमा है हो यार एकदम त्यही हो ल है त कस्तो भइरहेछ त गाइजहरू सो त्यही हो गाइज ओके अब यति हो यहाँनिर अब हामी चाहिँ अर्को ठाउँमा जान्छौँ है त गाइज ओके ल गाइज अब चाहिँ हामी यहाँनिर पुरै ऐसेलु पाकिरहेको छ होइन ऐसेलु खाना खाइरहेको छौँ गाइज यहाँनिर टक्क पाएर म ऐसेलु खानुपर्छ बिनले चाहिँ हातमा यत्रो बनाइसक्यो यार अघिदेखि सट्ट पारेमा त्यसलाई पनि नयाँ फल चखाइदिन्छु भनेको कति माया छ र मलाई मेरो दिदीको बच्चैदेखि खाइरहेको फल त यार हामीले खा होइन त्यही भएर मलाई स्पेसल लाग्यो तिमीहरूलाई लागेन त्यही भएर डुलिरहेको बच्चैदेखि खाएन दोस्त त्यो गाई चाहिँ अब भोलिटो गएछ खाना चट्ट बारमा दामीवाला अलिकति भित्र छिर्छु म चाहिँ होइन सर्ट बारमा यसो टिप्नुपर्छ गाई चाहिँ मैले दाम भेटेँ फेरि दामी छ है मच्छर पनि एकदम आउँछ जस्तो लाग्यो मलाई यहाँ तर मलाई टोकेको छैन अझै मलाई मच्छरले टोक्नु छोडेको छ गाइस किन खै रोका एकछिन हेर खै यता पछाडि तान्यो कि फेरि सो गाइस त्यही हो मैले चाहिँ अहिले चाहिँ यति मात्रै टिपेँ अब गममा खान्छु म गाइस हेर दामी सो गाइस त्यही हो अब चाहिँ हामी माथिबाट झरिसकेको छौँ अनि यहाँनिर चाहिँ दामी छ यतापट्टि यो चाहिँ दामी छ यहाँनिर हामी यहीँबाट जाने हो बर्बन बिस्कुट खाइरहेको छु म चाहिँ कस्तो लाग्यो त्यो रोड चाहिँ यस्तो छ होइन रोड होइन बाटो भनौँ न देखेँ अब यहाँबाट चाहिँ हामी त जान्छौँ अनि एकैचोटि हामी अब तल ओके तल पुलमा भेट्छौँ है त गाइस सो गाइस अब चाहिँ हामी माथिबाट झरेको छौँ यहाँनिर पुलमा जाँदैछौँ होइन सो त्यो गाइस अब चाहिँ हामी पुलमा झर्दैछौँ तलतिर अब माथि नगरकोटबाट चाहिँ तल झरिसक्यौँ अहिलेको समयमा दाम भइरहेछ हाइकिङ चाहिँ होइन त्यो गाइस अब टिकट लाग्ने रहेछ गाइस अब टिकट काटेर जान्छौँ है त हामी चाहिँ सो गाइस हामीले चाहिँ 4वटा टिकट काटिसकेको छ हाम्रो चाहिँ अब स्टुडेन्ट कार्ड भएकोले चाहिँ 10 रुपियाँ नत्र 20 रुपियाँ रहेछ होइन नर्मल व्यक्तिको लागि चाहिँ हो र त्यो गाइस अब दाम भइरहेछ यहाँनिर अब यहाँ तलतिर यस्तो छ एकदम दामी छ बाटोहरू राम्रो छ यहाँ चाहिँ सल्लाह छ होइन सल्लाह चाहिँ झरेर चाहिँ यस्तो अलि हिँड्न गाह्रो हुन्छ गाइस
त्यो साथीहरू चाहिँ पछाडि आउँदैछन् माथिबाट राजेन्द्र आउँदैछ चिप्लेर ब्ल्याङ्कै लड भने कन्टेन्ट चाहिँ दामी भन्थ्यो तर ठिकै छ अब नलडोस् केटो होइन त्यही गाइज ओ यो यहाँ चाहिँ फेरि जिप लाइन पनि रहेछ होइन म चाहिँ जिप लाइन हान्ने पनि सोचिरहेको छु अब पुलमा चढ्नु के त्यो माथि टावर चढ्नु त डराएको मान्छे अब के हान्ने जिप लाइन होइन गाइज त्यही हो ब्रिज चाहिँ देखिरहेको छ अलिअलि अब चाहिँ हामी त्यही ब्रिजमा जाने हो जाँदैछौँ ए बिनु हिँडेर न गाइज ओ केटा आइज बिनु आइज बिन चाहिँ हिँड्नु सकेन गाइज होइन त्यही हो अब चाहिँ ठ्याक्क आइसकेको छौँ त्यही हो गाइज है त ल फाइनली गाइज हामी चाहिँ अब अहिले ठ्याक्कैसँगले तलै ब्रिजमा आइसकेको छौँ है त ल हेर्नुहोस् गाइज नेपालको यो ब्रिज त्यो गाइज यो ब्रिज चाहिँ अब एकदम लामो छ होइन हामीलाई अब मलाई चाहिँ एकदम डर लाग्ने हुन्छ भिड गाइज जस्तो छ भिड हेर अब मोबाइल चाहिँ एकदमै म राम्रोसँगले राख्ने छु भिड हेर ल भिड हेर न यहाँ ल यस्तो खतरा यस्तो भिड छ म जान्न होला यार तिम्रो जा यार त्यहीँ पुगेछ हेर्नुहोस् गाई चाहिँ यार भिड चाहिँ लास्टै ठुलो छ यहाँनिर ल यस्तो भिड छ यार कसरी जाने होला है गाह्रो छ तर केही पनि भएन अब गइगयो हुन्छ होइन तर म बिस्तारै हिँड्छु बिस्तारै सो यही हो गाइस कुल हजुर त्यसको लागि त अनि तपाईँ त जाने हो नि तपाईँ होइन यसो शान्तिनो भ्लग हो 32 सब्सक्राइबर मात्र छ 32 के हो हजुर थ्याङ्क यू सो अब चाहिँ हामी गइसकेको छौँ गाइस यहाँनिर ओ यो लास्ट हल्लिँदो रहेछ यार फोन चाहिँ हल्ला नि फेरि जाने हो कि नै म अब भिडियो अफ गर्नु गइरहेको छु गाइज किनकि एकदम गाइज त्यहाँनिर मान्छे छ जिप लाइन तर देखिएन क्या अलिकति यहाँनिर मान्छे है गाइज जिप लाइनको है त्यसो कसरी गर्छ होला मान्छेहरू लास्ट डर्दा गाइज त्यही हो गाइज ओके है त मलाई चाहिँ अहिले लास्ट डर लागिरहेछ गाइज यो होइन यो ब्रिज एकदम लामो रहेछ यहाँनिर तल चाहिँ हेर्दिनँ म एकदम अगाडि हेर्छु तल चाहिँ आफै यो देखिन्न होला यार यस्तो देखाउँ यस्तो तल चाहिँ होइन सो गाइज अब बिनुको भिडियो बनाइदिउँ भन्दैछ अब त्यही हो अब पुल बिचतिर गएपछि फेरि म भिडियो गर्छु होइन ड्रोनकै खिचिदिन्छ क्या म भिडियो सो गाइज एकदम डर लाग्दो छ म चाहिँ एकदम डर लागिरहेछ तलतिर यहाँ फोन चढ्यो भने त है फुटेजै जान्छ त फेरि ल गाइज अब चाहिँ मलाई एकदम डर लागिरहेछ होइन मेरो फेस एकदम डर लागेको जस्तो भइरहेको होला तर पहिलोचोटि हो गाइज म यत्रो ठुलोमा पनि यत्रो ठुलो उस के भन्ने हो यत्रो ठुलो ब्रिजमा पनि यसरी हिँडेर हो होइन तर अब म यस्तो डर लाग्थ्यो होइन तर जे भए पनि के भन्ने यस्तै छ गाइज सो म चाहिँ अगाडि हेर्छु गाइज बल्ल हामी आइपुग्यो निक्लिम अब चाहिँ फाइनल्ली गाइज यत्रो लामो ब्रिजबाट होइन निक्लिम हामी चाहिँ फाइनल्ली कस्तो डर लागेको थियो तर है माथि जिप लाइन चाहिँ अझै ठुलो रहेछ होइन अझै अल्गो रहेछ होइन यस्तो साइकोवाला थियो यार ठिक छ गाइज त्यही हो गाइज है त सो गाइज अब चाहिँ हामी पुरै यता पारी आएर पनि अब उतै जाँदैछौँ फेरि त्यही हो गाइज अब यहाँनिर चाहिँ साथीहरू चाहिँ बसिरहेछन् अनि यो पुल चाहिँ एकदम लामो छ एकदम दामी मलाई चाहिँ एक्सपिरियन्स चाहिँ खतरा भयो होइन अहिले चाहिँ खासै डर लागेको छैन तर तल हेऱ्यो भने चाहिँ लास्टै डर लाग्छ किनकि तल चाहिँ अब हाइट धेरै छ नि त सो द्याट्स वाइ अनि त्यही हो गाइज अब के गर्ने अरू कुराहरू सो त्यही हो गाइज अब हाम्रो आजको हाइकिङ चाहिँ यस्तै थियो भनौँ होइन सो त्यही हो अब अर्को भ्लगमा भेटौँला भन्दै यो भ्लगलाई चाहिँ इन गर्नुपर्छ र गाइजहरू भ्लगको लास्टमा के भन्छ भन त इन गर्नु पर्यो मेरो भ्लग एकदम है त ल गाइज त्यही हो ओके so see you in my next vlog till then stay safe stay healthy okay bye guys